नमस्कार साथीहरू, तपाईँहरूलाई आजको क्लासमा स्वागत छ। आज चाहिँ हामी अब नेपालको प्रथा अन्तर्गत कुरा गर्छौँ। त आज चाहिँ हामी सबभन्दा पहिला चाहिँ एउटा दास प्रथाको बारेमा है, दास प्रथाको बारेमा कुरा गरौँ। आज हामी दास प्रथा, यसलाई चाहिँ दास दासी प्रथा पनि भनिन्छ। दास दासी प्रथा दुवै नामले चाहिँ बुझिन्छ। अब यहाँ हेर्नुहोस्, नामबाट नै प्रष्ट हुन्छ दास प्रथा भनेको चाहिँ के हुन्छ भने व्यक्तिहरूलाई चाहिँ दास बनाएर चाहिँ आफ्नो घरमा चाहिँ राख्ने गरिन्थ्यो, कामहरू गराउने गर्न्थ्यो। त्यसलाई चाहिँ दास प्रथा भन्ने गर्छ। र नेपालको चाहिँ मध्यकालीन समयमा चाहिँ यसको चाहिँ एकदम दास प्रथा चाहिँ एकदम चलन चल्तीमा रहेको थियो। अब चाहिँ हामीले यसमा के बुझ्नुपर्छ भने दास प्रथाको चाहिँ उन्मूलन गर्ने प्रधानमन्त्री के हो है, को हो? हामी चाहिँ यसलाई बुझ्नुपर्छ। नेपालमा दास प्रथा उन्मूलन गर्ने प्रधानमन्त्री भनेको चाहिँ चन्द्र शमशेर है, हो त? चन्द्र शमशेरले चाहिँ दास प्रथालाई चाहिँ उन्मूलन गर्यो। त्यसपछि चाहिँ बुझ्नुपर्छ नेपालमा चाहिँ दास प्रथाको चाहिँ अन्त्यको घोषणा कहिले भयो है? अन्त्यको घोषणा चाहिँ विक्रम सम्वत 1980 मङ्सिर 14 गते चाहिँ अन्त्यको घोषणा गरियो। र दास प्रथा पूर्ण रूपमा अन्त्य है, पूर्ण रूपमा अन्त्य। यहाँ चाहिँ अन्त्य र पूर्ण रूपमा अन्त्य, तपाईहरु चाहिँ यो ध्यान दिनु होला है। नेपालमा पूर्ण रूपमा अन्त्य विक्रम सम्वत 1981 वैशाख 1 गतेबाट है। विक्रम सम्वत 1981 वैशाख 1 गतेबाट है। यो कुरा चाहिँ थाहा राख्नु होला। अब चाहिँ सबभन्दा बढी इम्पोर्टेन्ट भनेको चाहिँ नेपालमा चाहिँ दास प्रथा उन्मूलन गर्ने प्रधानमन्त्री है, को थियो भन्दाखेरि चाहिँ चन्द्र शमशेर है। यो कुरा चाहिँ थाहा राख्नु होला है। त्यसपछि चाहिँ अन्त्यको घोषणा कहिले गर्यो? विक्रम सम्वत 1980 मङ्सिर 14 गते। र नेपालमा चाहिँ पूर्ण रूपमा अन्त्य कहिले भयो भन्दाखेरि विक्रम सम्वत 1981 वैशाख 1 गते है। विक्रम सम्वत 1981 वैशाख 1 गतेबाट चाहिँ नेपालमा दास दासी चाहिँ को पूर्ण रूपमा अन्त्य भयो। र त्यो समयमा करिब 51,000 जति मान्छेलाई दास प्रथाबाट चाहिँ मुक्त गरिएको थियो है। त सबभन्दा बढी इम्पोर्टेन्ट भनेको चाहिँ यो रहेको छ सुरुको नै। यसलाई चाहिँ अलि बढी फोकस गर्नु होला कि नेपालमा चाहिँ दास प्रथाको उन्मूलन गर्ने प्रधानमन्त्री को हो भन्दाखेरि चन्द्र शमशेर भनेर चाहिँ हामीले बुझ्नुपर्छ है।